साथीहरु वेलकम छ रोहित ओली युट्युब च्यानलमा। आज चाहिँ हामी क्याम्पिङ जाँदै छौं ब्रिस्बेनमै हो समरसेट ड्याम। ब्रिस्बेनबाट 1 घण्टाको ड्राइभमा छ। अब हामी जाँदै छौं यहाँबाट। दिदी दाइहरु चाहिँ उता माथितिर वेट गरिराख्नु भएको आफ्नो घरमा। हेलो हेलो दिदी दाइहरु चाहिँ ल हामी चाहिँ आज जाँदै छौं। ल लेट्स गो है त। के छ दाजु कस्तो लागिराख के ल यहाँ टिकटक भइराख। हामी चाहिँ रेडी। ल लेट्स गो। हामी चाहिँ आज कहाँ जाँदैछौँ रे? समरसेट ड्याम क्याम्पिङ जाँदैछौँ। अगाडि अर्को भिडियो देखाउने नै छ। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर हेरिदिनु होला लास्टसम्म भिडियो। ल हाम्रो टोली के छ भाउजू नमस्ते। के छ दाइ के छ दोस्त के छ खबर कस्तो लागिराख सबैलाई? यहाँ चस्मा भइराख कस्तो लागिराख तँलाई भन् त? मलाई कस्तो लाग्छ जान्न भनेर मलाई यहाँ सरप्राइज दिइराख यसले। एउटा छोटो मिठो ब्रेकमा यता गाडी रोकेर कफी सफी खाँदैछौँ। हामी चाहिँ नास्ता खाना पुरिरहेको छौँ। आलु चिप्स। यो बाहिरतिरको भ्युज। यो चाहिँ स्यामफोर्ड भ्यालीमा आइपुगेका छौँ। हाम्रो सुजन दाई टाइगर दाईहरूलाई वेट गरिरहेको छौँ। एकछिनमा उहाँहरू आउनुहुन्छ अनि हामी यहाँबाट माथितिर यो रोड हुँदै माथितिर यो रोड हुँदै समरसेट ड्याम जान्छौँ क्याम्पिङको लागि। हामी क्याम्पिङ स्पटमा आइसकेका छौँ समरसेट ड्यामको साइडमा। यो भ्लग चाहिँ हेरेर सब्सक्राइब भने यो मेमोरीको लागि हो। सब्सक्राइब पनि गर्दा हुन्छ अरे। त्यो रुख न यहाँ त यो सबैले देखाउनु होइन दाइ दाइ भाउजू हाम्रो भिनाजु हाम्रो मेटा दाइ चस्मा खोइ चार्जिङ भएन। ल हाम्रो केटा के छ केटा? म चस्मा लाउँछु यहाँ लगा लगा कुन मेटावाला त होइन मेटावाला नि प्योर मेटा डबल मेटा। ल ल ल हिरो हिरो छ केटा हिरो छ। ल हाम्रो यता यहाँ क्याम्पिङको लागि तयारी चलिराख। ल यता फेरि छुट्टै यता छुट्टै टोली छ है त क्याम्पिङको लागि। ल ल युवराज 2 शब्द। ल रमाइलो छ ताजा ताजा खबर यस्तै छ। ल हाम्रो मेटा दाइ के छैन ल ल ल ल ल सुरु गरौँ। हाम्रो युवराजले यहाँ के गराउला छ केटा तैँले? ल है ल है ल ल ल युवराजले यता लाउँदैछन्। ल आयो 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 भाँचेको किन भाँच्यो? अहिले बानम लाग्यो कसैले। अहिले रोक रोक। दिदीहरू चाहिँ घुमेर आइसक्नु भयो। के छ दि? र हाम्रो दिदीहरू चाहिँ आइसक्नु भएको छ। के गर्दैछौ भन? हामी टेन्ट लाउँदैछौँ। यो हाम्रो तिरपाल अनि यिनी हाम्रो तिरपालकी साउ। तिरपाल भने त बरात हो। बाघ आउँछन् सिधै। खै त बोल्दै गराए पो अनि भिडियो गराउनु त केही बोल्दै नबोल्ने। लराङ नगर मैले भिडियो गराइरहेको छु। ल ल ल ल ल आयो। हामी चाहिँ टेन्ट लगाएर बसिरहेको अवस्था हो।
आज कुन ठाउँ रे हामीहरू समरसेट ड्याम हामी साथीभाइहरू सबै हाम्रो क्याम्पिङको यो सेकेन्ड फर्स्ट एनिभर्सरी नेक्स्ट इयर केक काट्नु पर्छ सुन्नु भोलि बोल्दा हो ल झन् ताता लगाएर निस्किन्छ कपडा चेन्ज होइन जय सबलाई यताबाट पठाउनु नि यार ल ल ल ल ल ल ल हामी चाहिँ समरसेट ड्यामको यो लेकमा आइसकेको छौँ यसरी बोल्नुपर्छ ल ल ल यही हो माहौल समरसेट ड्याम ल हामी चाहिँ चटपट बनाउँदैछौँ मोमो बनाउँदैछौँ सबै जुटी जम्मा भएर हाम्रो सुजन ब्लग सुरु भइसकेको छ अनि कोलाबोरेसन ल सुजन ब्लग ल चेस हाम्रो भेनाहरू दादाहरू सबै बसेर उता चाहिँ मोमो बन्दैछ यता भेज मोमो बन्दैछ उता कुर्सी झल्यो उता चिकन मोमो बन्दैछ अनि उहाँ दिदीको अर्को छोटा बेटा सुरु भइसक्यो हाम्रो यता सुदन चाहिँ यसो कटिङ गरेर बसिरहेको छ काम सकेर बसिरहेको छ हाम्रो यसके दाइ कस्तो बा ल ल ल है न्यू स्टाइल मोमो है न्यू स्टाइल भेज मोमो हाम्रो सुजन दाई हामी रमाइलो नाचेर उसले भनेको दाइ 10 गरेर कुन बेला चाहिँ यार दाइ हाजिर म छैन अब म मेरो बन्दमा के कुरा गर्ने नि यहाँ भाइको लागि बाजुले एकदम भन्दारी त आजमा कस्तो भन्छ एकदम राम्रो सुनेर हामी एकदमै रमाइसकेका छौँ।
अबको पालो रहेको छ मदनको राम्रो ह्यान्ड स्टाइल हाम्रो के भन्छ एकदमै राम्रो प्रस्तुति देखाउन गइरहेका छन् खैचडी बजाएर समाधान बिना गीतको एउटा खैचडी बजाएर ल अब हाम्रो पूजा नाच्नको लागि रेडी पूजाजी इन्जोय गरिसक्नु भएको छ स्टेजमा एकदमै लजालु हुनुहुन्छ उहाँ त्यसैले उहाँको प्रस्तुति हामीले देख्न नपाउनु भएका छौँ अब भने हाम्रो नेक्स्ट प्रस्तुति भनेको गाना सुन्दै बजेर रहनेछ खैचडी बजाएर हाम्रो अनिल माइकिङ मोड गरेर अनि हाम्रो एफके गिटार प्लस म्युजिक सिङ्गर हेलो रियाक्सन दिनु भएन अब म माइक हस्तान्तरण गर्न गइरहेको छु एफके फुलचन्दर्फ सबैले गर न रमुहार सिंगारले चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ सान हेर्न पाउँछौ तिमी ल हामी चाहिँ मोमो खाँदै स्कुल गयो चटनी बनाउने को यो चटनी बनाउने को चटनी बनाउने को हो दामी चटनी बनाउने को पाइलटको बाटोमा कालो चस्मा लगाइदियो मनी खान्न लागिरहेछ सबैजनालाई माथि हेर न तारा ल ल ल यता हेरौँ भिडियो एउटाले मात्रै त राख्ने ल ल ल यता हेरौँ भिडियो नबाले हात बाले पनि मोबाइल छैन बे मोबाइल ल्याउ मन भने सन्नानी हेर्दै छ नेपालमा प्यारो नेपाल
मर्निङ साथीहरू अहिले चाहिँ 6:40 भएको छ। हामी चाहिँ उठिसकेको छौँ सबैजना। यता सरसफाइतिर जाँदैछौँ। अहिले बिहानको 7 बजे 7:30 बजेको छ। एकदमै रमाइलो भइरह होइन त केटा? कस्तो लागिरहेको? पुरै ढाड दुखेको छ यार। एकदमै रमाइलो भइरह। यार बढी हावा हाने रहेछ मेरो हामीले यार त्यो र। यता हाम्रो दाइ हुनुहुन्छ। के छ दाइ खबर? कस्तो लागिरह? कस्तो लागिरह? बबाल छ यार बबाल। बबाल यता यसो हामीले हिजो साँझ फायर क्याम्प गरेको त्यो चाहिँ सरसफाइ गर्दैछौँ है त। Oh my god. बनाउने युवराज, पकाउने स्मृति, हामी दर्शक बिन खाइदिने हम। ठिकै छ, हामीहरू खाइदिइहाल्छौँ होइन। हिसाब के पकाऊ मकै? ल ल ल ठिक छ ठिक छ। हाम्रो यहाँ ब्याडमिन्टन टुर्नामेन्ट चलिरहेको हो। ल यहाँ आउटमा अनि भर्खर खेलेर बिस्तारै बिस्तारै चोट लाग्ला। तिमीलाई चोट लाग्छ के त अझै जोड हाल्नु चेक भयो। चेक हो दाइ चेक 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 हो के न दाइलाई नानु नि यता हानु के। आउँछ आउँछ भ्लग चाहिँ आउँछ बवालवाला। हामी चाहिँ टेन्ट निकाल्दैछौँ सबैजना। यता युवराज चाहिँ यसरी बसिराखन्। त्यो आजको क्याम्पिङ सकेर उता अर्को ठाउँमा घुम्न जाँदैछौँ। क्याम्पिङ प्याकिङ हुँदैछ सबैजनाको। हेर त बिचारालाई यस्तो त गर्नु भएन। ऊ दिदीलाई झनै यत्रो दुःख दिएन सबैले, यतिका भाइ बहिनीहरू हुँदाहुँदै। टक्क लाएर गाडीमा अगाडि अगाडि हिँडिराख्नु भएको छ। ल ल ल ल दामी। यहाँ खाना खाने ठाउँमा आएका छौँ। खाना खाने अब यो घरमा पकाएर खाना खाने हो। हामी चाहिँ यहाँ आइसकेका छौँ। हाम्रो दाइहरू आइसक्नु भएको छ। उता हाम्रो भेना अनिल भेनाहरू आइसक्नु भएको छ। सबैजना अब यहाँभित्र गएर खानासाना पकाएर नास्ता बनाएर खाने हो। केटा कस्तो लागिरहेको एकचोटि भन्दै आउनु आउनु। मेरो एकदम शरीर दुखिरहेको छ यार। आज काम कसरी गर्ने यार, टेन्सन लागिरहेको। ल हाम्रो नास्ता हुँदैछ चटपट। बिहानको 12 बजे खा। अब हामी एकछिनमा खानासाना बनाएर खान्छौँ। ल हामी चाहिँ यता नास्ता खाँदैछौँ सबैजना। ल ल ल आयो आयो खानपिन सुरु भयो। मैले खाइसकेँ यहीँ चाहिँ। ल ल ल झोल फल यतै हालौँ यता हालौँ। खानासाना खाएर अब यहाँबाट घरतिर लाग्दैछौँ। क्याम्पिङ पनि सकियो, खानपिन पनि सकियो। निकै नै रमाइलो भयो। हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला साथीहरू। लाइफ लिटिल इज जिंदगी छोटी है। गेट आउट फ्रॉम हाउस, निकले घरों से और घूमे ये जगह। मनी आर सम नॉट इज, पैसा सब कुछ नहीं है।
रियल्ली वाउ है हेर पुरै कस्तो दामी छ के सिन